मेरो यो भिडियोले मेरो दिदीबहिनीहरूको मनमा अलिकति आघात पहुँचाउन सक्छ होला। म त्यही लागि पहिले हजुरसित कोटी कोटी म माफी मागेर यो भिडियो बनाउँदैछु। हजुरहरूले यो भिडियोलाई गलत तरिकाले नसोचिदिनु होला, अरू गलत तरिकाले नहेरिदिनु होला, अरू गलत तरिकाले कमेन्ट नगर्नु होला ल। प्लिज तपाईँहरूले बुझ्ने कोसिस गर्नु होला मेरो कुरा कति सही छ कति गलत छ। त मैले भन्न चाहेको भने हाम्रो जुन पनि विवाहित महिला, म विवाहित महिला हो नि त हैन, जस्तो पोते लगाएको छु, सिन्दुर लगाएको छु हैन, म विवाहित महिला। मैले एउटा हाम्रो जुन सामाजिक एउटा कार्य हुन्छ, जस्तो कि मराउ पराउ पूजा पाठ हैन, पार्टीको कुरा गरिनँ मैले, पार्टीको कुरा छोड्नुहोस्। त्यो पार्टीमा त हामीले जे पनि लगाउँदा हुन्छ, फेसन हो हैन। तर हामीले एउटा सामाजिक जुन एउटा सराद भयो, मराउ पराउ, त्यहाँ ठुला ठुला मानिसहरू आउनुहुन्छ, हामीभन्दा बहुत गुण ठुलो मान्छे आउनुहुन्छ हैन। हामीले नाइटी स्विजार लगाएको सही हो त मेरो दिदी बहिनीहरू? हामीले कतिखेर हामीले नाइटी स्विजार लगाउँछौँ? हामीलाई जब कम्फर्ट हुनको लागि हामीले नाइटी स्विजार लगाउँछौँ। तर एउटा सरादमा, एउटा पूजामा, एउटा मराउपराउमा जाँदाखेरि हामीले नाइटी र हामीले स्विजार लगाएको सही हुन्छ र? धेरै मान्छेले भिडियो बनाउनुहुन्छ हाम्रो यो परम्परा हो भनेर। तर यो परम्परा चाहिँ कस्तो होला? किन हामी नाइटी लगाएर कुदेर एउटा साडी बेरेर हामी जान सक्दैनौँ त्यो नाइटीको माथि नै? भन्नुहोस् त। एउटा आसामिस समाजमा हामी बसेको छु, जब आसाममा बसेको छु हामी, जब आसामिस एउटा महिलाहरूले, जुन विवाहित महिलाहरू हुन्छन् वा उनीहरू विवाह नगरेकाहरूले पनि, केटी मान्छेले पनि उनीहरूले रिहा मेखेला चादर लगाएर मात्रै उनीहरूको कार्यमा बस्छन्, उनीहरूको नाम घरमा जान्छन्। हाम्रो नेपालीको चाहिँ किन यस्तो हो? नेपालीको चाहिँ किन नाइटी र स्विजारमै चलिहाल्छ सक्दो? हाम्रो दिदीबहिनीहरूले बहुत कुराको विरोध गर्नुहुन्छ। तर यो चिजको चाहिँ विरोध किन गर्नुभएको छैन तपाईँहरूले? भन्नुहोस् त, किन विरोध नगर्नुभएको? यो चिजको पनि विरोध गर्नुहोस् न। हाम्रो यो सामाजिक कार्यमा हाम्रो नाइटी स्विजार साडी चल्दैन, नाइटी स्विजार चल्दैन। साडी हाम्रो विशेष गरेर महिलाको यो वस्त्र हो। हामी स्विजार लगाउँछौँ, म पनि स्विजार लगाउँछु, जिन्स लगाउँछु, सब लगाउँछु। तर लगाउने ठाउँ पनि हुन्छ साथीहरू। म कसैको मरेको जग्गामा, कसैको पूजामा वा कसैको श्राद्धमा जाँदाखेरि म नाइटी स्विजार जिन्स लगाएर जान्न। हजुरहरूले मेरो यो भिडियोलाई गलत तरिकाले हेर्नुभएको छ वा गलत तरिकाले सोच्नु भएको छ भने मलाई माफ गर्नु होला। हजुरहरूले यो भिडियोलाई अलिकति विचार गरेर कमेन्ट गरिदिनु होला मेरो कुरा कति सही हो कति गलत हो। मैले चाहिँ भन्न चाहेको, दिदी बहिनी हाम्रो आमाहरूले अरू थोकको कुराहरू गर्नुहुन्छ, फल्नाको घर यस्तो, ढिस्कोको आइमे यस्तो, त्यस्तो त्यस्तो। तर यो कुरालाई चाहिँ तपाईँहरूले किन राम्ररी उचित न्याय एउटा माने उचित व्यवस्था एउटा गर्नुपर्छ भन्न चाहिँ चाहेको मैले। मेरो यो भिडियोमा गलत लागेछ भने तपाईँहरूले माफ गर्नु होला है त मलाई, किनकि यो भिडियो चाहिँ सबैजनाले पुरा हेरिदिनु होला भनेर मैले आशा गरेको छु। अरू कमेन्ट चाहिँ तपाईँहरूले राम्ररी भिडियो हेरेर मात्रै कमेन्ट गर्नु होला है त।